यो नीलो ज्याकेट लगाएको मान्छेले यहाँ मुकुट यहाँ माथिबाट मुकुट लगिरहेको दृश्य हेर्न सक्नु हेर्नुहोस्। उहाँले मुकुट निकालेर झोलामा हालेको छ भने अर्को रातो लुगा लगाएको व्यक्ति पनि हामी हेर्न सक्छौँ, रातो ज्याकेट। दर्शकबिन रङ्गेलीको संसारी मन्दिरमा यही पौषको 20 गते करिब रातिको समयमा 12:30 चोरी भएको सीसीटीभी फुटेज हामीसँग प्राप्त भएको छ। हामी यो जुन फुटेज देखाइरहेको छौँ दर्शकबिन, यहाँबाट स्पष्ट देख्न सकिन्छन् दक्षिणी ढोका फोडेर दुईजनाले स्क्रिनमा हामी हेर्न सक्छौँ कुनामा उभिएका छन्। दुईजनाले मन्दिरमा ढोक्दै खाली खुट्टा आएका छन् र यहाँ हामी यो फुटेजमा हेर्न सक्छौँ दक्षिण ढोकाको छेउमा रहेको माताको मूर्तिलाई उनीहरूले तोडेर झोलामा राखिएको दृश्य हेर्न सक्छौँ। हामी माथि हेर्न सक्छौँ स्क्रिनको माथि नीलो ज्याकेट र रातो ज्याकेट लगाएका दुईजना व्यक्तिहरू दक्षिण ढोका फोडेर करिब 12:31 को समयमा मुख्य मन्दिर प्रवेश गरेको छ। त्यस पश्चात ती व्यक्तिहरूले मन्दिर अगाडिको संसारी माताको मुकुट यहाँ हेर्न सक्छौँ। यो नीलो ज्याकेट लगाएको मान्छेले यहाँ मुकुट यहाँ माथिबाट मुकुट लगिरहेको दृश्य हेर्न सक्नु हेर्नुहोस्। उहाँले मुकुट निकालेर झोलामा हालेको छ भने अर्को रातो लुगा लगाएको व्यक्ति पनि हामी हेर्न सक्छौँ, रातो ज्याकेट लगाएको। यी दुईजना व्यक्तिहरूले मन्दिरमा रहेका गरगहनाहरू चोरी गर्दै गरेको दृश्य हामी हेर्न सक्छौँ। यो फुटेजमा एक्सक्लुसिभ फुटेज हामी हेर्न सक्छौँ र यहाँबाट स्पष्ट हेर्न सकिन्छ नि चोरहरूको खुट्टामा पनि हामी हेर्न सक्छौँ तपाईँको हिलो लागेको छ। भनेपछि यिनीहरूले खोला छेउछाउबाट आएको स्पष्ट बुझ्न सकिन्छ। चप्पल खोलेको छ भनिसकेपछि यिनीहरू पक्कै आस्था बोकेकै व्यक्तिहरू हुन्। हामी यो दृश्यमा हेर्न सक्छौँ यहाँ मन्दिरभित्र चोरी गरिरहेको हामी एक्सक्लुसिभ फुटेज देखाइरहेको छौँ। यदि कसैले यी व्यक्तिलाई चिन्नुहुन्छ, यस्तो लुगा लगाएका व्यक्ति तपाईँको गाउँमा वरिपरि कोही छन्, तपाईँले लागिरहेको छन् भने कृपया नजिकको प्रहरी चौकीमा गएर सम्पर्क गरिदिनु होला। यी चोरलाई जसरी भए पनि हामीले समाउनु पर्नेछ। हामी आफ्नो धर्मको रक्षा गर्नको लागि यी चोरलाई जताबाट हुन्छन् यिनलाई समाउनको लागि प्रहरीकोमा सघाइदिनु पर्ने हामीले एकदमै सम्पूर्ण दर्शकलाई हामी अनुरोध गर्न चाहन्छौँ। हेर्न सक्छौँ यी चोरहरूले मुख छोपेर आएका छन्, नीलो ज्याकेट र रातो ज्याकेट। एउटा नीलो ज्याकेट र नीलो जिन्स प्यान्ट लगाएका छन् भने एउटा कालो प्यान्ट र यो भनौँ पिङ्क कलरको ज्याकेट लगाएको छ। हेर्न सक्नुहुन्छ कसरी गरेको थियो यिनीहरूले चोरी, ढोक्दै चोरी गरेका छन्। हेर्नुहोस् यी ढोगेका छन् अनि चोरी गरिरहेका छन्।